त्यो ड्रेसिङ हालिसकेपछि यसलाई तपाईले मिक्स गर्न सक्नुहुन्छ र अलिकति सिसमी सीड्स र सिलान्ट्रो धनिया पत्ता अथवा प्याजको पत्ताले माथिबाट ड्रेसिङ गर्न सक्नुहुन्छ र इन्जोय गर्नुस्। र कस्तो लाग्यो यो भिडियो एकपल्ट कमेन्टमा लेख्नु होला। साथै मेरो च्यानललाई सब्स्क्राइब र लाइक पनि गर्नुहोस् र मिल्छ भने कृपया शेयर पनि गरिदिनुहोस्। धन्यवाद र चाँडै अर्को भिडियो लिएर आउँदैछु। अहिलेको लागि नमस्ते।